हेलो नमस्ते म सुमन देउपाने म तपाईँलाई आज एउटा केही कुरा सुनाउनु मन लागेको हो। तपाईँलाई मैले दारी पालेको कस्तो लाग्छ? राम्रो देखिया छ? तपाईँले बाटोमा यस्तो दारी पालेको मानिसहरू कतिको नोटिस गर्नुहुन्छ आजभोलि? यो दारी मैले कति भयो होला पालेको जस्तो लाग्छ? केही छ प्रश्न? यदि राम्रो छैन भने पनि राम्रो छैन भन्नुहोस्। यो चाहिँ मेरो खास अलिकति एउटा फरकपन हो कि खास अरू केही पनि होइन। मलाई चाहिँ दारी पाल्नु भनेको चाहिँ मेरो आफ्नो एउटा भित्री इच्छा जस्तो लाग्छ कि सोख। कतिलाई लाग्छ मलाई यो भैँसीको सिङ भैँसीलाई कहिले भारी हुन्छ होला त, तर भन्छौँ नि कुनै कुनै भैँसी राँगा या गाईहरूको सिङ लामो देखेर लाग्छ कि आफैलाई कति भारी भइरह होला, गाह्रो भइरह होला, तर त्यस्तो हुँदैन होला। आफ्नो शरीरको अङ्ग आफूलाई भारी लाग्दैन होला। तर मेरो साथीभाइ कतिजना मैले कुराकानी गर्दाखेरि चाहिँ उहाँलाई अलिकति दारी थोरै मात्रै पनि बढ्यो भनेदेखि चिलाउने जस्तो लाग्छ कि चिलाउने हुँदो रहेछ उहाँहरूलाई। मलाई सोध्नुहुन्छ उहाँहरूले, तर मलाई चाहिँ कहिले पनि त्यस्तो भएन। मैले दारीको धेरै तरिका धेरै खालको डिजाइनमा मैले राखेँ। कहिले छोटो गरेँ, कहिले अरबी स्टाइल गरेँ, कहिले जुगा मात्रै राखेँ। सबभन्दा ठुलो मेरो सोख चाहिँ खास तपाईँलाई मलाई जुङ्गाको सोख हो। जुङ्गा चाहिँ मलाई त्यो पहिला पहिला राणाहरूले पाल्थे नि, या इन्डियामा राजा महाराजाहरू त्यस्तो देखिन्थ्यो। जुङ्गा चाहिँ सर्वत्र मासतिर गएको हो, त्यो पाल्ने हिसाबले मलाई सोख लागेको। तर हेर्दा मलाई त्यो दारी पनि मैले त्यही अनुसारले टक्क गरेँ। तपाईँलाई लाग्छ मैले कति वर्ष भयो होला दारी नकाटेको? एनी गेस? तपाईँले लेख्नुहोस् है यो पनि। मलाई साँच्चै नै यो तपाईँहरूलाई म पोस्ट गर्छु फेसबुक इन्स्टाग्राममा, टिकटकमा पनि गर्न सक्छु म। मैले यसलाई धेरै त्यसको मेहनत गरेको छैन है। मेहनत भनेको चाहिँ मेरो खास मेन चाहिँ साफसफाइ हो, सरसफाइ। अनि त्यस्तो विशेष स्पेसल केही चिज मैले प्रयोग गरेको छैन त्यसलाई। रेगुलर नुहाउने त छँदैछ। त्यसपछि मैले यसलाई अब मेन कुरा चाहिँ अलिकति मैले मसाज गर्छु, तेल मसाज। मेरो कपाल पनि लाउँछ, कपाल पनि लाउँछ, यत्रो भयो कपाल पनि काट्नु। खास मलाई ढाका टोपी लाउँछु, म आफ्नो नेपाली पनि भएर होला मलाई साँच्चै नै यो देशप्रति माया लाग्छ कि। मेरो आफ्नो पहिचान यही हो, ढाका टोपी, दौरा सुरुवाल। अझ दौरा सुरुवाल पनि लाउने इच्छा छ, तर दौरा सुरुवाल चाहिँ अलिकति अफिसियल रूपमा अलिकति लाउँदाखेरि अलि अनकम्फर्टेबल लागेर मलाई लाउनु मन लाग्यो। तर म कोट चाहिँ म प्रायः लगाउँछु। कोट चाहिँ मलाई एकदम मेरो सबभन्दा बेस्ट ड्रेस चाहिँ कोट हो।